आजको हाम्रो यो विकासकीय गतिविधि विषयको कार्यक्रममा समस्त श्रोताहरूलाई कार्यक्रमको तर्फबाट न्यानो अभिवादन। म यो आइरस तामाङको श्रोता, आजको यस कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ साम्ची जोङखाक अन्तर्गत देन्चुका गप हेमराज लिम्बू र देन्चुका माग्मी कुमार सिंह लिम्बूसँग उहाँहरूको देन्चुका ग्योकमा उहाँको जनताहरूले कस्तो खालको कामहरू गर्दैछ, ग्योक कसरी विकास गर्दैछ उहाँहरूले र जनताहरू आफ्नो जीविका केमा निर्भर गर्दैछ भन्ने विषयमा र कार्यक्रममा धेरै धेरै स्वागत छ कार्यक्रममा तपाईँहरू। धन्यवाद हजुर। तपाईँको परिचय भन्नुहोस्। मेरो नाम चाहिँ हेमराज लिम्बू हो। म देन्चुका ग्योकको गपको पदमा काम सम्हालिरहेको छु। हजुर, अब साम्ची जोङखाको दोरोखा ढुङ्खाकमा पर्छ देन्चुका ग्योक होइन? देन्चुका ग्योकमा अब तपाईँको कतिवटा चिवक छ, अब कति जनता छ तपाईँको? हाम्रो देन्चुका ग्योकमा 5वटा चिवक छ। जनता चाहिँ 3860 छ भन्नु पर्यो। हजुर, अब 3860 जनता भन्नुभयो नि त होइन? 3800 भन्दा धेरै जनताहरू छ तपाईँको देन्चुका ग्योकमा। अब हाम्रो देश कृषि प्रधान देश हो नि त होइन? अब हुन त सबैलाई विदित भएको कुरै हो, सबैले जानेको कुरै हो। अब धेरै जनता कृषिमा निर्भर गर्छ नि त। तपाईँको ग्योकको जनताहरूले मुख्य रूपमा आफ्नो जीविका चलाउनको लागि केमा निर्भर गर्छ? मुख्य रूपमा त अहिले हाम्रोमा धान भइरहेको छ, त्यहाँदेखि मकै पनि राम्रै हुन्छ र विशेष अब पैसा क्यास क्रपको लागि चाहिँ अब अहिले चाहिँ हालमा अब सुन्तलाहरू त्यति हुनु छोडेको छ। त्यसले गर्दाखेरि अलैँचीमा मान्छेले धेरै जस्तो बल गरिरहेछ। हजुर, भनेपछि उहाँहरूले अलैँची खेती गर्ने गरेको छ। किनभने हामीले यहाँ त यो क्षेत्रमा दोरोखा क्षेत्रमा हेर्दाखेरि मुख्य रूपमा उहाँहरूले आफ्नो आम्दानीको स्रोत अब अङ्ग्रेजीमा भने क्यास क्रप भनिन्छ होइन, नगद फसल अब अलैँची बेचेर कमाउने गरेको देखिन्छ होइन? अब यहाँ हामीलाई गपले बताइदिनु भयो जनता कति छ, जनता केमा निर्भर गर्छ अब देन्चुका ग्योकमा होइन? अब त्यस्तै प्रकारले हामी माग्मीलाई नै अब सोध्न चाहन्छु। अब देन्चुकाको माग्मी हुनुहुन्छ तपाईँ कुन चियोकबाट हुनुहुन्छ? यो मेलिङ गेसरलिङ चियोकबाट। ग्योकबाट कति टाढो हो तपाईँको ग्योक सेन्टरबाट? ग्योक सेन्टरबाट करिबन आधी घण्टाको यात्रा गर्नुपर्छ। तपाईँको चियोकमा जनता कति छ? जनता भन्नुपर्दाखेरि तपाईँको हाराहारी 280 जना हुनुपर्छ सर। तपाईँको चियोकको जनताहरू अब केमा निर्भर गर्छ? विशेष गरी अब गपले भन्नुभयो देन्चुका ग्योक पुराको जनताहरू बेसी जस्तो अलैँचीमा निर्भर गर्छ उहाँले अब आफ्नो क्यास क्रप अब आम्दानीको लागि भन्नुभयो नि त। तपाईँको चियोकमा? हाम्रो विशेष गरेर चियोक भन्नाले गर्दाखेरि 2 तहमा विभाजन हुन्छ। त्यो आम्दानीको स्रोत गर्दाखेरि चाहिँ जुन चाहिँ तल पुछारतिर चाहिँ सुन्तला र अलैँची दुवै हुन्छ, अनि अलिक हिमाली भेगतिर अलिक माथिल्लो पट्टितिर चाहिँ अलैँची नै विशेष गरेर चाहिँ अलैँची नै हुन्छ भन्नु पर्यो। हजुर, अब सरकारको योजना अनुसार के छ भने अब प्रत्येक ग्योकमा ब्ल्याकटप रोड पुग्नु भन्ने थियो नि त। ब्ल्याकटप गरेको रोड पुग्नु भने अलकतलाको सडक पुग्नु भने अहिले कतिवटामा पुगेको हामीले देख्दैनौँ। दोरोखा ढुङ्गामै पुगेको छैन। अब देन्चुकामा त गाडी त जान्छ भन्नुभयो गफले, अवश्य पनि अब ब्ल्याकटप त भएको छैन भन्ने हामीले बुझ्यौँ होइन? अब तपाईँको चियोकमा के छ? सडक पुगेको छ कि छैन? कृषि सडक छ, कस्तो छ? कृषि सडक भन्नुपर्दाखेरि जुन चाहिँ मेरो चियोकमा मेरो चियोकमा चाहिँ प्राय सडकले छोएको छै भन्नु पर्यो। जुन चाहिँ अहिले बसेको चियोकमा चाहिँ सडकले भेटेको छ भन्नु पर्यो। अब अर्को हेर्दाखेरि अब सरकारले के भनेको छ भने प्रत्येक घरमा बिजुली पुर्याइदिने भनेको छ नि त। अब बिजुली छैन भने जनताहरूले केही कामै गर्नु सकेन नि त होइन? किन अँधेरो हुन्छ। अब धिब्री बालेर चलाउनु पर्यो गाउँ बस्तीमा। अब सडक राम्रो सुविधा छैन, धेरै टाढोबाट ल्याउनु पर्यो केरोसिनहरू पनि। बिजुली पुगेको छ कि कस्तो छ? बिजुली बत्ती चाहिँ अहिले भन्नुपर्दाखेरि 100% नै सबैको घरमा पुगेको हुनुपर्छ। अनि सायदै 1-2 घरमा नहोला, त्यो पछि आएर अब पुनर्वास कुनै नयाँ बस्तीहरू आएकोदेखि बाहेक चाहिँ अब प्रतिशतमा भन्नु पर्यो भने 99% नै त्यसमा बिजुली चाहिँ वितरण भएको हुनुपर्छ। हजुर, अब फेरि हामी गफलाई सोध्न चाहन्छु। अब यस्तो छ नि, अब हामी स्वस्थ बस्नुको लागि हामीलाई के चाहिन्छ भने अब पिउने पानीको सुविधा हुनुपर्छ नि। पिउने पानी सुविधा छ भने हामी स्वस्थ सफा सुग्घर बस्न सक्छौँ। स्वस्थ भयो भने त अब हाम्रो समाजको विकास हुन्छ, हाम्रो चियोकको विकास हुन्छ, ग्योकको देशको विकास हुन्छ। हामी जनता दरिलो भयौँ, स्वस्थ भयौँ भने त होइन? अब पिउने पानी छ सबै जग्गा पुगेको, तर कति जग्गा हामीले हेर्दाखेरि गुणस्तर क्वालिटी राम्रो छैन भन्ने पनि छ नि। अब स्वास्थ्य मन्त्रालयको तर्फबाट अब मिनिस्ट्री अफ वर्क्स एन्ड ह्युमन सेटलमेन्ट भनिन्छ, उहाँहरूले पनि अब जाँच गर्दै गरेको हामीले बुझेको छौँ नि। अब पिउने पानी त सायद पुगेको होला सबै चियोकमा, सबै गाउँमा, तर गुणस्तर क्वालिटी कस्तो छ त? तपाईँहरूको अब स्वास्थ्य मन्त्रालयका मान्छेहरू गएर त्यहाँ जाँच गरे कि गरेर कस्तो? अब गुणस्तरको यो भन्नुपर्दाखेरि जुन चाहिँ अब त्यो पानी टेस्ट गर्ने विषयमा भन्नु पर्यो भने अब त्यहाँको स्वास्थ्य विभागदेखि त्यो एचए र सिस्टरहरूले अब पटक पटक उहाँहरूले जाँच गरिरहेको छ। अर्को चाहिँ जुन चाहिँ अब भन्नुभयो त्यो क्वालिटी अफ मेटेरियल्स, अन्त त्यो काम गर्दाखेरि अब राम्रो भयो कि भएन भन्ने खालको कुरो एउटा बुझियो। त्यो चाहिँ
देन्चुका गेवकमा भन्नुपर्दाखेरि त्यस्तो लापरवाही टेपहरू बनाएर त्यो पाइपहरू निकालिएर राखिएको त्यस्तो चाहिँ छैन। अब हामीले पनि अब गेवक प्रशासन अब त्यहाँदेखि चिवक लेभलमा छोक्पाहरूले त्यहाँदेखि चेयरम्यान कमिटीहरू छ उहाँहरूले एकदमै राम्रो प्रकारले गरेर अहिलेसम्म गाउँमा हामीले हेर्दाखेरि चाहिँ कुनै दुःख भएको छैन। अन्त त्यस्तो उजुरीहरू पनि अहिलेसम्म हाम्रोमा आइपुगेको छैन। अन्त हामी पनि पटक हेर्नु गइरहेछौँ गाउँघरतिर जाँदाखेरि पनि राम्रै प्रकारले सम्हालिरहेको हामीले देखेको छौँ। अन्त नभएको अब खासमा त अब 100% नै हाम्रो लक्ष्य चाहिँ पुर्याउने चाहिँ पिउने पानी सबैलाई वितरण गर्ने हाम्रो 100% लक्ष्य नै हो। विशेष गरेर पुगेको पनि छ। तर अब 1-2 घर सालै पछि छुट्टिएर जान्छ, घरदेखि 1-2 घर छुट्टिएर जान्छ। अन्त तिनीहरूलाई हामीले वार्षिक योजनामा हामीले लाएर उहाँहरूलाई अब दिने हाम्रो प्रयास जारी नै छ भन्नु पर्यो। अब यस्तो हुन्छ नि, अब विकास हुँदै गइरहेको छ, अब पिउने पानीको सुविधा पनि पुगिसक्यो सबै जग्गा, बिजुली पनि पुग्यो। अब अहिले मान्छेले के भन्छ भने हामीलाई कृषि सडक चाहियो होइन। सबै कुरो छ। अब सडक आयो भने चाहिँ हामी सबै कुरो यहाँ घरमै ल्याउन सक्छौँ। त्यसो ल्यायो भने हामीले कम्ती दाममा हामीले सामान धेरै पाउँछ र विकास गर्न सक्छौँ। अब एउटा ठुलै घरै बनाउनु पऱ्यो भने त्यस्तो भन्ने खालको अहिले मान्छेहरूको सोचाइ छ नि। तर एउटा नियम हुन्छ नि त। अब कृषि सडक बनाउनको लागि के भन्छ भने कतिजनाले सानो गाउँ रहेछ, कम्ती घर छ, त्यहाँ पाउँदैन कम्ती जनता भाग्न भन्ने खालको पनि हामीले कति जग्गा सुन्यौँ। तर नियममा चाहिँ अब त्यस्तो वास्तवमा छ कि छैन, कस्तो कृषि सडक बनाउँदा तपाईँहरूले कसरी इम्प्लिमेन्ट भनिन्छ नि, अब त्यसलाई कार्यान्वयन कसरी गर्नुहुन्छ? कृषि सडकको विषयमा वास्तवमा भन्नुपर्दाखेरि नियमहरू छ थुप्रै। अब कमसेकम 1 किलोमिटर लाँदाखेरि कमसेकम 7देखि 20 गुङहरू हुनुपर्छ भन्ने खालकोहरू नियमहरू छ। तर हाम्रो चाहिँ अलिकति दुर्गम पनि भयो। अब जिसी रोड पनि पुगेर धेरै साल भएको छैन, 2-3 साल मात्रै भइरहेको छ। अहिले निर्माण भइरहेछ त्यसको त्यो जुन चाहिँ सोलिङको कामहरू। अन्त अहिले हामीले चाहिँ कहाँ चाहिँ अब एकदमै दुर्गम छ त्यहाँ लाने मात्रै प्रयास गरेर नजिकको जुन चाहिँ अब त्यहाँ सडक कृषि सडक अब चाहिएकै छ छनु चाहिँ। तर पनि हाम्रो प्राथमिकता चाहिँ जहाँ एकदम दुर्गम छ, मानिलिउँ अब देन्चुका गेवक सेन्टरदेखि चाहिँ माथि बेनाखा हिँड्नु पर्दाखेरि 4-5 घन्टा लाग्छ। र त्यसै गरेर तल डेम्जीपट्टि पनि डेम्जी भन्ने जग्गामा पनि 4-5 किलोमिटर छ। र हामीले त्यहाँको चाहिँ हामीले पहिला योजनामा लगाएको थियौँ। तर योजनामा लाउँदाखेरि पनि हामीले एउटा भाग्यवश हामीले एउटा वर्ल्ड ब्याङ्कको सहायता पायौँ र त्यहाँ 12 किलोमिटर माथि बेनाखासम्म पुङठासम्मको 6 किलोमिटर र त्यहाँदेखि तल कादुरीसम्म डेम्जीपट्टि लाने कादुरीसम्मको 6 किलोमिटर चाहिँ हामीले सर्वे गरेर अब भइसकेको छ। अब हालैमा यो टेन्डर हुनेवाला छ। अन्त अर्को एउटा अब बेतेनी भन्ने जग्गा त्यस्तै अब एकदम दुर्गम क्षेत्र छ, त्यहाँ 5.5 किलोमिटरको त्यो अब सबै काम भइसकेको छ। त्यो चाहिँ हामीले CMU को तर्फदेखि एउटा मेसिन अब चाँडै नै आउनेवाला छ। अन्त हामीले अहिले नजिककोलाई हामीले त्यति प्राथमिकता दिएको छैन। तर बिस्तारै उहाँहरूलाई पनि प्राथमिकता हुन्छ। तर अब अलिकति त्यो पनि पहिला चाहिँ दुर्गमकोलाई पहिला समेटेर उहाँहरूलाई पुर्याएर चाहिँ त्यहाँदेखि नजिककोलाई चाहिँ हामीले हेर्ने हाम्रो त्यही नै विचारहरू पनि हाम्रो त्यस्तै छ। हजुर, अब सरकारले अहिले के गरेको छ भने हामीलाई प्रत्येक गेवकलाई भनौँ न 2-2 मिलियन पैसा उपलब्ध गराउँछ नि। अब एनुअल बजेट वार्षिक हाम्रो रकमभन्दा कोषभन्दा पनि अलगै छुट्याइदिन्छ नि। अब त्यो गेवकलाई त्यसको पुरा कार्यभार गेवकमा जिम्मा दिएको छ, गेवकले समान रूपमा बाँडेर दिनु भन्ने हुन्छ नि। अब कस्तो पाराले तपाईँले CDG को गेवक विकास कोषको प्रयोग गर्नुहुन्छ त आफ्नो गेवक? यो चाहिँ हामीले 2 किसिमको गर्छौँ। पहिला एकताल हामीले गजबले सबै जनतालाई बोलाएर छलफल गर्छौँ। त्यहाँदेखि अब एकदम ठोस निर्णय निस्किनु सकेन भने हामी छोकपाहरूलाई फेरि आफ्नो चियोकमा राम्रो प्रकारले सल्लाह गर्ने एउटा सल्लाह दिन्छौँ, मौका दिन्छौँ। अन्त उहाँहरूको प्रस्ताव थुप्रै आउँछ। प्रस्ताव अब 4-5 वटा आउँदाखेरि चाहिँ अब एउटै चियोकदेखि 4-5 वटा प्रस्ताव आउँदाखेरि चाहिँ हामीले GTमा राखेर चाहिँ प्राथमिकता कसरी दिने त्यसलाई अब एउटा चियोकमा एउटा चाहिँ हुनै पर्यो, एउटा चाहिँ हामीले पकाइदिनु पर्यो। तर प्राथमिकता कुन चाहिँलाई चाहिँ एकदमै महत्त्वपूर्ण दिने हो त्यसलाई हामीले चाहिँ चोइस गरेर हामी त्यसरी अहिलेसम्म चाहिँ इम्प्लिमेन्ट गरिरहेको छौँ। र हामीले त्यस बाहेक अब एउटा GTको सहमत सल्लाहले अहिलेसम्मको चाहिँ हामीले बसेनीमा एउटा हामीले बोइज होस्टेल बनायौँ।
त्यहाँदेखि माथि देन्चुकामा पनि अहिले हामीले बनाइरहेको छौँ एउटा गर्ल्स होस्टेल। अब त्यहाँ गर्ल्स होस्टेलको एकदमै असुविधा भएकोले गर्दाखेरि त्यसरी हामीले स्कुलमा पनि अब एउटा इन्फ्रास्ट्रक्चर हामीले ल्याइरहेको छौँ। यस्तो छ अब युवक विकास कोषको अर्को उद्देश्य एउटा के छ भन्दैन, अब योजना नभएको कामको लागि खर्च गर्ने होइन, त्यसबाहेक अब हाम्रो युवा युवतीहरूको लागि पनि अब कुनै अब रोजगारहरू पनि सृजना हुन सक्ने खालको काम पनि सुरु गर्न सक्ने भन्ने खालको हुन्छ नि। अब माग्मी पनि एउटा अब युवाको मुख्य सदस्य हुनुहुन्छ। अब गप नहुँदाखेरि अब माग्मीलाई पूर्ण अधिकार पनि हुन्छ नि त होइन, अब युवकमा कस्तो खालको विकास गर्ने, कस्तो खालको निर्णय लिने भन्ने। अब कुनै युवाहरूको लागि रोजगार सृजना हुने काम अथवा कुनै अब पोल्ट्री फार्मिङहरू भयो त्यस्तो खालको कामहरू पनि तपाईँहरूले युवक विकास कोषबाट गर्नुभएको छ देन्चुका युवकमा? यो जुन चाहिँ युवा विकास, युवाहरूलाई सृजनशील गर्नको लागि चाहिँ त्यसबाट अब कुनै प्रस्तावहरू अहिलेसम्म त त्यति आइहालेको छैन, तर आएको खण्डमा चाहिँ हामीहरूले त्यसलाई चाहिँ प्राथमिकता दिएर चाहिँ जसरी हुन्छ अब युवा बेरोजगारको समस्या अहिले अब भुटानमा धेरै नै बढिरहेछ, त्यसमाथि पनि अब हाम्रै इलाकामा पनि हाम्रै गाउँघरमा पनि धेरै युवाहरू स्कुल छोडेर पढाइ छोडेर घरमै बसेको छ। अन्त उनीहरूले पनि यस्ता खालको कुनै किसिमको उनीहरूको योजनाहरू छ र उनीहरू अघि बढेर आएको खण्डमा चाहिँ हामीहरूले उनीहरूलाई प्राथमिकता दिएर चाहिँ जसरी हुन्छ उनीहरूको एउटा युवाहरूको बेरोजगारलाई हटाएर चाहिँ युवा स्वरोजगारमूलक कार्यक्रमहरू ल्याउने चाहिँ हाम्रो प्राथमिकतामा राखेको छौँ। हजुर, अब गियोक डेभलपमेन्ट ग्रान्टबाट त्यस्तो खालको कुनै कामहरू सुरु गर्नुभएको छ? हामीले खासै एकदमै गतिलो हिसाबले त हामीले गर्न सक्यौँ, तर अहिले चाहिँ युवाहरूलाई भन्दा पनि गाउँ एउटा युवाहरू नै हुन्छ हुन त गाउँमा। एउटा गाउँमा अब मेसिनहरू हामीले लगाइदिएको छौँ। अहिले हामीले 7वटा जस्तो त्यहीँदेखि अब जिडिजीदेखि नै हामीले पर्चेस गरेर चियोकमा लगाएको छौँ। अन्त त्यहाँको कमिटी मेम्बर्सहरू चाहिँ अब चेयरम्यान, सेक्रेटरी, एकाउन्टेन्टहरू चाहिँ उनीहरू विद्यार्थी जुन चाहिँ स्कुल छोडेर बस्ने भाइ बहिनीहरूले सम्हालिरहेछ। अन्त त्यो पनि हामीले एउटा रोजगारीको रूपमै हामीले लिनु सकिन्छ भन्नु पर्यो। हजुर, अन्तमा अब गप्पुलाई म सोध्न चाहन्छु, अब हुन त 11औं पञ्चवर्षीय योजना सकिएको छैन। अब हामीले हेर्दा अर्को वर्ष अब स्थानीय सरकारको चुनाव हुनै आँटेको छ होइन, हुन लागेको छ। अब योजनामा तपाईँको कार्यकालमा तपाईँले लाउनु भएको योजनामा आफ्नो युवक विकासको लागि गर्ने कामहरू सबै गरिसक्नु भयो त कस्तो छ? हामीले जुन चाहिँ 11औं पञ्चवर्षमा लगाएको योजनाहरू चाहिँ हामीले धेर थोर हामीले गरिसक्यौँ नै भन्नु पर्यो। अन्त 1-2वटा रहेको छ, जस्तै भनौँ अब मन्दिर निर्माण, लाखाङ निर्माणहरू, त्यो चाहिँ अहिले हामीलाई सरकारदेखि नै आदेश छ कि अब 2 साल जस्तो चाहिँ हामीले त्यसलाई अब कुनै सुरु गर्नु नसकिने। अन्त त्यसले गर्दाखेरि हामीले त्यो चाहिँ अहिले हामीले राखेको छौँ। र अरू चाहिँ हामीले जुन चाहिँ लगाएकोहरू चाहिँ हामीले अब गरिरहेको छौँ। 1-2वटा त्यस्तै अब कारणवश अब नियमहरूले नदिएर चाहिँ 1-2वटा चाहिँ अब गर्नु सकिएको छैन भन्नु पर्यो। हजुर, भनेपछि अब देन्चुका गियोकमा अब आज हामी देन्चुका गियोक बारेमा कुरा गरिरहेका छौँ त होइन। अब गप हुनुहुन्छ, माग्मी हुनुहुन्छ हामीसँग कार्यक्रममा। अब तपाईँहरूले बताएअनुसार तपाईँको सबै चियोकमा धेर थोर बिजुली पनि पुगिसकेको, पिउने पानीको सुविधा पनि पुगिसकेको, अब स्कुलको लागि पनि त्यति समस्या नभएको जस्तो बुझ्यो नि त। कस्तो हो त, सबै समस्याहरू त्यति छैन त आफ्नो गियोक? समस्या खासै समस्याहरू अब त्यति साह्रो छैन भन्दाखेरि पनि 1-2वटा समस्याहरू छ। अब जस्तै भनौँ हाम्रोमा जीसी रोड त पुगेको छ, अहिले 14 किलोमिटर जस्तो चाहिँ अब सोलिङ लगाएर अब एकदमै राम्रो प्रकारले चलिरहेको छ। अन्त त्यहाँदेखि 15 किलोमिटर जस्तो चाहिँ 16 किलोमिटर जस्तो चाहिँ अहिले त्यो सोलिङ लाउनु सकिएको छैन। सोलिङ लाउनु नसक्नुको कारण पनि के हो भने अब त्यहाँ अब कङ्क्रिट ब्रिज पुल नभएकोले गर्दाखेरि अब टिप्परहरू गाडीहरू जानु नसकेकोले गर्दाखेरि त्यहाँ अब सोलिङहरू एकदम लाउनु सकेको छैन। त्यो अलिकति तकलिफ जनतालाई भइरहेछ। हजुर, हवस् त, आजको हाम्रो यो विकासकीय गतिविधि विषयको कार्यक्रममा हामी कुराकानी गर्दैथ्यौँ दोरोखा साम्ची जोङखाक अन्तर्गत दोरोखा ढुङ्खाक देन्चुका गियोकका गप हेमराज लिम्बू र कुमार सिंह लिम्बूसँग। उहाँहरूले हामीलाई देन्चुका गियोकमा कस्तो खालको विकास भइरहेको छ, देन्चुका गियोकलाई अगाडि बढाउनु उहाँहरूले भरसक्दो कस्तो खालको प्रयास गरिरहनु भएको छ भन्ने विषयमा बताउनु भयो। हामीलाई आशा छ भविष्यमा देन्चुका गियोकमा पनि अन्य गियोकहरूमा जस्तै सरसुविधा आउँछ र त्यहाँको जनताहरूलाई फाइदा हुन्छ भन्ने। र आजको कार्यक्रम सुनिरहेका सम्पूर्ण श्रोताहरू, हामी आजको यो कार्यक्रम गप र माग्मीसित, देन्चुका गियोकको गप र माग्मीसितको यिनै कुराकानीको साथै समाप्त हुन्छ। कार्यक्रमबाट म यो आइराज तामाङ पनि आज्ञा चाहन्छु। नमस्ते।